हेलो सुन त बेबी भर्खरै आएँ हामी गएर पैसा हालिदिएको छु 9000 हैन त्यहाँ के चाहिन्छ रुममा पनि भन्दै थियो त्यो के चाहिने सामानहरू सपिङ गर्नु अनि पुगेन भने फोन गर न म छँदै छु नि ल यसकै उपलक्ष्यमा एउटा मिठो किस गर्नु अब के छ यार काजी जहिले चिक्सँग है जति बेला पनि हेलो के छ बेबी अम्बो काले कहाँबाट आइसो घरबाट आएको नि यार अफिस त खुल्लै के हो यार चिक्सँग बोल्दाखेरि चाहिँ अफिस जहिले खुल्यो अफिस खुलेको यादै भएन यार भावनामा बगिरहेको छ के चिक्स घरमा बुढी छ मेरो घरमा बुढी छ भने चाहिँ पैसा कमाउँछ जहिले चिक्सलाई बेबी तिमीलाई पैसा पठाइदिन्छु यहाँ त्यहाँ जहिले त्यस्तै मात्रै हुन्छ त तेरो चाहिँ होइन अब त्यो यसो ठाउँमा त राखिराख्नु पर्यो नि त अनि आज चाहिँ कहाँबाट अचानक आइस त हो काले के गर्छस् त काजी अब लेनदेनको कुराहरू तैँले त बिर्सिहालिस् अब 14000 को कुरा मैले त बिर्सिन पनि सकिनँ होइन अब साह्रै अभर पर्यो अब कि बिर्सेको त छैनस् नि अस्ति 14000 लागि त सम्झेको त थिएस् नि मिलाउँदैछु यताउता अब तँलाई पनि 1-2 दिनमै हात लगाइदिउँ भनेको कहिलेसम्म मिलाउँछस् यार कहिलेसम्म मिलाउँछस् 6लाई चाहिँ 9000 पठाइदिएको छु बेबी पुगेन भने अझै पठाइदिन्छु भनेर अहिले मैले यहीँबाट सुनेको अनि मलाई चाहिँ त्यत्रो अभर पर्दा पनि त त्यति 14000 कहिले फर्काउँदैनस् मलाई चाहिँ होइन अब यसपालि त्यसलाई मिलाइहाल्छु ए यहाँ सुन सक्दैनस् भने सक्दिनँ भन होइन 14000 को मात्रै हाम्रो साथीको सम्बन्ध होइन सक्दैन भने सक्दिनँ भन तर मलाई यस्तो अप्ठ्यारो अवस्था परेको बेला पनि तैँले पैसा दिइन चाहिँ नभने केटाखेरि साँच्ची भनेको नरिस नि त काले यसपालि यस्तै भइहाल्यो तँलाई दिनु नखोजेको होइन मेरो पनि त्यस्तै समस्या आइहाल्यो अब अर्को पालि चाहिँ त तँलाई नै हात लगाइदिउँला नि त नरिस न पर्खिहाल्छ यत्रो हो र काजी अब के गर्नु यार मलाई पनि एकदम गाह्रो छ क्या अहिले त्यही भएर हो नत्र भने त अब तँलाई पनि त्यस्तो साह्रो पेल्ने होइन क्या मैले है अब होइन अब तैँले पनि तँलाई पनि धेरैचोटि भने नि त मैले अब दिनुहोस् पनि तैँले पनि अम्बो आजकल त समाचारहरू पनि क्या डरलाग्दो आउँछ यार यहाँ हेर्न सापट्टि आफ्नै साथीले सापट्टि लगेको पैसा बारम्बार माग्न धाउँदा पनि नदिएपछि चिरपटले हानेर आफ्नै साथीको निर्मम हत्याहरू अलिअलि पैसा थियो झिकेर दिइहाल्नु पर्छ उसलाई काजी डराइस कि म कहाँ त्यो समाचारको जस्तो गर्छु त अनि होइन लेनदेन भनेको मिलाइहाल्नु पर्छ ए नडरा न काजी बरु त्यो अस्ति त्यो दसैँमा त्यो राँगा ढालेको बन्चरो चाहिँ कहाँ छ यार धार लाग्नु भने त्यो पैसा लिएर आउँछु अनि त बन्चरो चाहिँ कहाँ छ पहिला भन्नु बन्चरो अहिले देखाउँला होइन कसले गरे त ओइ 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 पक साला दिन ल्याएर ब्याङ्क लुट्दै भाग्छस् साला दिन ल्याएर पुलिसको अगाडि ब्याङ्क लुटेर भाग्छस् होइन सर मैले आफ्नै पैसा निकालेको आफ्नै एकाउन्टबाट झुट बोल्छस् आफ्नो एकाउन्टको पैसा निकाल्नु चोर जसरी भाग्छस् साला सर मैले कालेको पैसा चलाएको थिएँ कालेको पैसा को काले उयो काले सर काजी ओइ काजी त्यो साला स्याल पुलिसले पनि मेरो पैसा चलाएको छ त्यही भएर भाग्यो त्यो